तपाईँहरू चाहिँ कतै सवारी साधन लिएर जानुभयो र तपाईँहरूलाई चाहिँ डाइरेक्ट ट्राफिकले चाहिँ चिट काट्यो बिना गल्ती। तपाईँहरूलाई लाग्छ कि मलाई चाहिँ बिना गल्ती ट्राफिकले चाहिँ चिट काट्यो भन्ने लाग्छ भने तपाईँहरू चाहिँ ट्राफिकसँग लफडा गर्दैन। तपाईँहरूले चाहिँ त्यस्तो लाग्छ मनमा भने तपाईँहरू चाहिँ ट्राफिकलाई उल्टै उल्टै तपाईँहरूले चाहिँ उहाँलाई मुद्दा हाल्न सक्नुहुन्छ र यो भिडियो कसरी हाल्ने के गर्ने र यो बिना गल्ती गरेको काम चाहिँ हाम्रो उपर किन आएको छ भन्ने कुरा चाहिँ तपाईँले चाहिँ यो भिडियोमा स्पष्ट देख्न सक्नुहुन्छ। प्लिज हेर्नु होला है त। बिना गल्ती ट्राफिक पुलिसले चिट काट्यो भने त्यहाँ ट्राफिकसँग किचकिच गर्नुभन्दा उजुरी कसरी गर्ने भन्ने बारे यो भिडियो हेर्नुहोस्। तपाईलाई ट्राफिक पुलिसले चिट काटेको चित्त बुझेको छैन भने तपाईले यातायात विभागमा गएर उजुरी दिन सक्नुहुन्छ र यातायात विभागले उजुरी प्राप्त गरिसकेपछि त्यो चिट काटेको सही थियो कि गलत त्यसमा निर्णय गर्छ। त्यो निर्णय पनि यदि तपाईलाई चित्त बुझेन भने त्यो निर्णय प्राप्त गरेको 35 दिनभित्र तपाईले उच्च अदालतमा गएर फेरि पुनरावेदन गर्न सक्नुहुन्छ। यो कानुनी जानकारी तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर। पक्कै पनि तपाईँले यो भिडियो चाहिँ एकदमै ध्यान दिएर हेर्नुभयो होला। उहाँहरूले सरले भनेको कुरा चाहिँ मलाई पनि ठिक लाग्यो र यस्तै अवस्थामा तपाईँहरूलाई चाहिँ यस्तो परेको छ र तपाईँहरूलाई चाहिँ बिना गल्ती चाहिँ यो प्रहरीले मलाई किन चिट काट्यो भन्ने जिज्ञासा छ भने तपाईँहरू चाहिँ उहाँ सरले भने जस्तै गर्नुभयो भने अवश्य तपाईँहरू चाहिँ समस्याबाट तपाईँ छुटकारा पाउनुहुन्छ र तपाईँहरूले चाहिँ यो भिडियोलाई सक्दो सेयर गर्नु र ताकि तपाईँको फ्यामिली पनि यो फन्दामा चाहिँ नपरोस् र यो जन्जिलमा नपरोस् भनेर आफ्नो साथीभाइहरूलाई पनि तपाईँले यो भिडियो सेयर गरिदिनु होला।